हामीले परमेश्वरलाई सानो बनाइरहेको हुन्छ, आफ्नो समस्याले बडो ठुलो बनाइरहेको छ। अघिकै कुरा, आफ्नो समस्याले बडो ठुलो पहाड बनाइरहेको हुन्छ, परमेश्वरलाई यत्रो बनाइरहेको हुन्छ। अनि कहाँ हुनुहुन्छ उहाँले त के भन्नुभयो, रायोको दाना जति तिमीहरूको विश्वास भए पनि के हुनेछ, त्यो पहाड समुद्रमाथि खस भने पनि त्यो खसिनेछ। तर के गर्नु, समस्यालाई ठुलो बनाएर, पहाड जस्तो बनाएर कसरी समस्या हटेर जान्छ। परमेश्वरलाई यत्रो बनाएको हुन्छ, परमेश्वरलाई ठुलो बनाउनु पर्छ। मण्डली येशू ख्रीष्टलाई हामीले बडो ठुलो बनाउनु पर्छ। समस्यालाई केही देख्नुहुन्न, समस्या हटेर जान्छ क्या। बुझ्नुभयो नि, समस्यालाई हामीले हकार्नुपर्छ। उहाँले अधिकार दिनुभएको छ। तपाईँलाई थाहा छ कि त्यो अधिकार बुझ्नु भएको छ कि भएको छैन? अधिकार छ क्या हाम्रो, समस्यालाई हकार्ने अधिकार छ, रोगलाई हकार्ने अधिकार छ। अघि भने त, अघिकै वचन यूहन्नाको कति 14:12 होइन? अधिकार छ, त्यो अधिकार प्रयोग गर्नु पर्यो नि। यसोभन्दा पनि ठुलो काम हुन्छ। उहाँले आफै भन्नुभएको छ, हाम्रो जीवनबाट, मानिसको जीवनबाट त्यो कुरा हुनेछ प्रकट। स्वर्गको राज्य कति शक्तिशाली छ भनेर उहाँ देखाउनुहुन्छ हामीबाट के, मान्छेबाट। उहाँले निर्बल मान्छेलाई बलियो बनाइदिनुहुन्छ, कमजोर मान्छेलाई उहाँ उठाएर बलियो बनाइदिनुहुन्छ। बुझ्नुभयो? उहाँले सक्दिनँ, म गर्न सक्दिनँ भन्ने मान्छेलाई उहाँले के सक्ने बनाइदिनुहुन्छ, लिड गर्ने मान्छे बनाइदिनुहुन्छ। त्यस्तै नै हामीलाई पनि के गरिदिनुहुन्छ, हामीलाई पनि त्यो कुरालाई असम्भव ठाउँमा पनि सम्भव देख्ने बनाइदिनुहुन्छ। आमेन भन्ने